नमस्कार साथीहरू, आजको यो विशेष भिडियोमा हामी कृषि अर्थात् हाम्रो जीवनको मेरुदण्डको बारेमा कुरा गर्दछौँ। कृषि यो केवल एउटा पेशा होइन, यो त हाम्रो जीवनको पहिचान हो। यो हाम्रो माटो, हाम्रो श्रम, हाम्रो संस्कृति र हाम्रो सपना हो। किसानको हाँसोले गाउँ उज्यालो हुन्छ। एउटा बिरुवा रोप्दा भविष्यको विश्वास रोपिन्छ। अन्न उत्पादन गर्दा हामी केवल भोक मेटाउँदैनौँ, हामी आत्मनिर्भर राष्ट्रको बाटो तय गर्छौँ। आज धेरैले कृषि क्षेत्रलाई चुनौतीको रूपमा मात्रै हेर्छन्, तर साँचो कुरा के हो भने कृषि चुनौती मात्र होइन, यो अवसर पनि हो। विज्ञान, प्रविधि र नववर्तनको सहाराले आज हामी जलवायु स्मार्ट खेती, बिगो कृषि, जैविक कृषि र डिजिटल कृषि जस्ता नवीन सोच र अभ्यास मार्फत नयाँ इतिहास लेख्न सक्छौँ। युवाहरू, तपाईहरूको ऊर्जा र कल्पनाशीलता कृषि क्षेत्रमा ल्याउने हो भने तपाईले देशलाई मात्र होइन, पुरै विश्वलाई परिवर्तन गर्न सक्नुहुन्छ। विद्यार्थीहरू, कृषि अब पुरानो किताबको कथा होइन, यो भविष्यको विज्ञान हो जहाँ खोज, अनुसन्धान र नववर्तनले परिवर्तन ल्याउँछ। विज्ञहरू, किसानसँग हातेमालो गर्दै तपाईको ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्नु आजको आवश्यकता हो। कृषि पर्यटन पनि अब नेपालको ग्रामीण विकासको सम्भावना हो। हाम्रो खेत, हाम्रो संस्कृति र हाम्रो अतिथि सत्कारले पर्यटकलाई आकर्षण गर्छ। विदेशी पर्यटकहरू हाम्रो लहरो, भिरपाखा, खेताला जीवन र परम्परागत कृषि प्रणाली हेर्न चाहन्छन्। यसले किसानको आम्दानी बढाउँछ र स्थानीय अर्थशास्त्र बलियो बनाउँछ। अन्ततः कृषिमा भविष्य छ, आत्मनिर्भरता छ, सौन्दर्य छ। आउनुहोस् हामी सबैजना मिली भनौँ, हामी कृषिमा गर्व गर्छौँ, हामी कृषिमा भविष्य देख्छौँ। हामी कृषिमा गर्व गर्छौँ, हामी कृषिमा भविष्य देख्छौँ।